NFPJ present 5th National Photojournalism Award 2025. राष्ट्रिय फोटो पत्रकारिता दिवस 2082 को अवसरमा राष्ट्रिय फोटो पत्रकार समूह अर्थात् एनएफपीजे नेपालको आयोजनामा यो हो 5औं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड अर्थात् 5th National Photojournalism Award 2025 र आजको कार्यक्रममा आफ्नो क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै फोटो पत्रकारिता मार्फत समाजसँग सम्बन्धित रहेर विभिन्न घटना परिघटना दुर्घटना लगायतका कुराहरूलाई हामीलाई चित्र मार्फत क्यामेरा फ्रेम र पिक्सल मार्फत हामीलाई जानकारी र सूचित गर्दै आउनुभएका फोटो पत्रकारहरूको योगदान र उहाँहरूको यस क्षेत्रमा अतुलनीय भूमिका र उपस्थितिलाई कदर गर्दै विभिन्न प्रतिस्पर्धात्मक विधामा हामीले मनोनयन सहितको सूची प्रकाशित गर्दै आजको यस कार्यक्रममा विभिन्न 15वटा विधामा र लाइफटाइम अचिभमेन्ट र विशेष सम्मान सहितको अवार्ड कार्यक्रम सञ्चालन गर्न गएका छौँ। सम्पूर्ण यहाँलाई पुनः स्वागत सम्मान। एनएफपीजे नेपालको आयोजनामा यो हो 5औं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड 2082 र विलम्ब नगरिकन कार्यक्रममा हामी अगाडि बढाउन चाहन्छौँ। कार्यक्रममा हामीले आमन्त्रण गरेका सम्माननीय प्रमुख अतिथिको उपस्थितिसँगै हामी कार्यक्रमलाई औपचारिक रूपमा प्रारम्भ गर्नेछौँ। अहिले पनि हामी कार्यक्रममा उपस्थित भइसक्नुभएका अतिथि महानुभावहरूको परिचय सँगसँगै यो कार्यक्रममा अगाडि बढाउन चाहन्छौँ र कार्यक्रमको अध्यक्षता ग्रहण गरिदिनका लागि राष्ट्रिय फोटो पत्रकार समूह एनएफपीजे नेपालका अध्यक्ष प्रदीपराज पन्तजीलाई अनुरोध गर्न चाहन्छौँ। र आज हामीले निम्ताएका विभिन्न क्षेत्रका व्यक्तित्व महानुभावहरू उहाँहरूको अतिथि रूपमा उपस्थिति सँगसँगै उहाँहरूलाई खादा पहिराएर स्वागत सम्मान गरिदिनका लागि कार्यक्रम आयोजक संस्थाका तर्फबाट हामी उनलाई अनुरोध गर्न चाहन्छौँ। आजको कार्यक्रममा हामीसँग उपस्थित भइसक्नुभएका महानुभावहरूलाई अतिथि आसनको लागि अनुरोध गर्न चाहे। हामीसँग हुनुहुन्छ महासेनानी नेपाली सेना जनसम्पर्क तथा सूचना निर्देशनालयका श्री हरि विश्वकर्माजी र स्टेजमा आएर आफ्नो उपस्थित दर्शाइदिन अनुरोध गर्न चाहे। नेपाली सेना जनसम्पर्क तथा सूचना निर्देशनालयका महासेनानी श्री हरि विश्वकर्माजी। हामी बीच हुनुहुन्छ कुलपति ललित कला प्रज्ञा प्रतिष्ठानका श्री नारदमणि हातम छालीजी। यसै गरेर सदस्य सचिव ललित कला प्रज्ञा प्रतिष्ठानका श्री देवेन्द्र कुमार काफ्लेजी। प्रतिनिधि सभाका माननीय श्री रूपा सोची चौधरी। एजुकेशन कन्सल्टेन्सी एसोसिएसन नेपाल अर्थात् इक्याका अध्यक्ष शीर्ष राज भट्टराईज्यू। नेपाल चाइना फ्रेन्डशिप फोरमका अध्यक्ष डाक्टर कल्याण राज शर्माज्यू। एनएफपीजे को फर्मली लोगो डिजाइन गरिसक्नुभएका कार्टुनिस्ट समेत रहनुभएका राजेश केसीज्यू। मध्याह्न दैनिकका प्रकाशक श्री मदन श्रेष्ठज्यू। नेपाली सेनाका कर्णेल पृथ्वीबहादुर श्रेष्ठज्यू। नेपाल फोटोग्राफर महासंघका महासचिव श्री दिगम्बर राजवंशीज्यू। पत्रकार टीकाराम यात्रीज्यू। अतिथि महानुभावको उपस्थित सँगसँगै हामी स्टेजमा आमन्त्रण गर्न चाहन्छौँ। मैले नाम उच्चारण गरी सँगसँगै यदि उपस्थिति भइसक्नु भएको हो भने कृपया स्टेजमा आफ्नो उपस्थिति दर्शाइदिन म अनुरोध गर्न चाहे। काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक श्री इन्जिनियर सञ्जीव विक्रम राणाजीको उपस्थिति छ भने कृपया स्टेजमा आमन्त्रण गर्न चाहन्छौँ। राष्ट्रिय समाचार समितिका अध्यक्ष श्री धर्मेन्द्र झा, प्रेस काउन्सिलका अध्यक्ष श्री बालकृष्ण बस्नेत, नेपाल पत्रकार महासंघका महासचिव श्री रामप्रसाद दाहालज्यू, नेपाल प्रेस युनियनका अध्यक्ष शिवलम सालज्यू, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेज्यू, प्रेस सेन्टर नेपालका अध्यक्ष कमल गिरिज्यू। यसैबीच हामीसँग स्टेजमा अहिले राष्ट्रसभाका अध्यक्ष धर्मेन्द्र झाज्यू हुनुहुन्छ।
संसारिका समूहका अध्यक्ष कमला पन्थी हुनुहुन्छ भने मेरो स्टेजमा आइदिन अनुरोध गर्न चाहन्छु। पिजे क्लबका अध्यक्ष द्वारिका काफ्ले, चोखा नगरपालिकाका कार्यकारी प्रमुख कार्यकारी अध्यक्ष शेर बहादुर जीसीज्यू, ललितपुर महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत श्री रेखा दासज्यू यदि उपस्थिति छ भने स्टेजमा आइदिनुहोला। NRNA का उपमहासचिव सोमनाथ सापकोटाजी हुनुहुन्छ भने मेरी इन्भाइट अन स्टेज। व्यवसायी तथा समाजसेवी अमित शर्माज्यू, आइरनम्यानका नामबाट पनि परिचित खेलाडी जीवन गिरी, वरिष्ठ पत्रकार नयाँ दिल्लीबाट आशुतोष शाह, IT professional from Italy Ms. Kamala, प्रभु इन्सुरेन्स का CEO संजीत वज्राचार्य, सेन्ट लरेन्स कलेज का तर्फबाट पुरुषोत्तम महर्जन, सीतास्मा ट्राफिक्सबाट रेशम कार्कीज्यू, दिव्या सेक्युरिटिजबाट निर्दोष लम्सा, प्राइम एजुकेसनबाट दीपक गुरुङ, एन्पा एकाडेमी सदस्य मनिष जोशी, कम्फर्ट स्टे अपार्टमेन्टबाट सुदीप आनन्द, डाइरेक्टर बिजनेस डेभलपमेन्ट पुष्पा केसीज्यू यदि उपस्थित हुनुहुन्छ भने स्टेजमा आइदिन अनुरोध गर्न चाहे। एनएफपीजे नेपालका पूर्व अध्यक्षज्यूहरू उपस्थितिसँगै स्टेजमा आइदिनुहोला। विकास रौनिया, कविन्द्रमान साक्य, राजभाइ सुवाल, राजेन्द्र चित्रकार र एनएफपीजे नेपालका पूर्व अध्यक्ष समेत रहनुभएका र आजीवन सदस्य पनि हरिगोपाल प्रधानज्यू, एनएफपीजे प्रदेश अध्यक्ष बागमती प्रदेशका कार्यकारी अध्यक्ष राजेन्द्र गजुरे, एनएफपीजे का जिल्ला अध्यक्षज्यूहरू, जिल्ला शाखा धादिङ मनिष तिवारी, जिल्ला शाखा सिन्धुली उद्धव कुमार श्रेष्ठ, जिल्ला शाखा सल्यान अमृत कुमार बुढाथोकी, जिल्ला शाखा सङ्खुवा सभा सुजन वज्राचार्य, जिल्ला शाखा रामेछाप मिलन घिमिरे, जिल्ला शाखा दोलखा प्रहलाद आचार्य, जिल्ला शाखा चितवन सन्तोष बस्ताकोटी, जिल्ला शाखा काशी योगेन्द्र श्रेष्ठ, जिल्ला शाखा तनहुँ विष्णु गौतम यदि यहाँको उपस्थिति छ भने कृपया स्टेजमा आइदिनुहोला। यसै गरेर राष्ट्रिय भलिबल टिमका मुख्य प्रशिक्षक जगदीश प्रसाद भट्टज्यूलाई पनि आमन्त्रण गर्न चाहे। हिमालय होटलको यो प्राङ्गणमा हामीले कार्यक्रम सञ्चालन गर्न गइरहेका छौँ र यस कार्यक्रमको सम्पूर्ण श्रव्य दृश्यको मुख्य प्रत्यक्ष प्रसारण भएको छ नेपाल न्युज बैंक र यसका लागि कृति पण्डितज्यूलाई धेरै धेरै धन्यवाद। 5th नेसनल फोटो जर्नलिजम अवार्डको यो अवार्ड कार्यक्रम अगाडि गर्ने क्रम जारी नै छ। अतिथि महानुभावको उपस्थित सँगसँगै हामी कार्यक्रम अगाडि बढ्न गइरहेका छौँ र औपचारिक कार्यक्रमको लागि थोरै समय हामीले प्रतीक्षा गरिरहेका छौँ र यसैबीच विशेष अतिथिको रूपमा आजको कार्यक्रममा हामी उपस्थिति भइसकेको छ माननीय ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री श्री दीपक खड्काज्यू। एकपटक जोरदार तालीको साथ उहाँलाई हामी स्वागत सम्मान गरौँला। यसैबीच आजको कार्यक्रमलाई सफल र यस अर्थमा यहाँसम्म ल्याउनको लागि हामीलाई साथ र सहयोग प्रदान गर्ने संस्थाहरू स्पोन्सरहरूको नाम म यहाँ समक्ष लिन चाहन्छु। ग्लोबल आइएमई बैंक, सूर्यज्योति लाइफ इन्सुरेन्स, नेपाल टेलिकम, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, गोर्खास फाइनेन्स, रोयल एनफिल्ड, पञ्चकन्या ग्रुप, चोखा नगरपालिका, एडभेन्चर आउटडोर, दिस होम इन्टरनेट, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव वैकुण्ठ पराजुलीज्यूलाई आमन्त्रण गर्न चाहे।
अतिथिको रूपमा श्री वैकुण्ठ पराजुलीज्यू। यसै गरेर हामी आभार व्यक्त गर्न चाहन्छौँ ललितपुर महानगरपालिका, नेपाल पर्यटन बोर्ड, सिद्धार्थ हस्पिटालिटी, नेपाल एयरलाइन्स कर्पोरेसन, काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड, नेपाल एयर होस्टेस एकाडेमी र अफिसियल मिडियाको रूपमा सरकार टेलिभिजन, जसबाट यो कार्यक्रम पनि प्रत्यक्ष प्रसारण भइरहेको छ, न्युज एजेन्सी नेपाल, नेपाल न्युज बैंक, आर्थिक अभियान दैनिक, मध्याह्न दैनिक, नेपाल समाचार पत्र, आर्थिक दैनिक र राजधानी दैनिकप्रति हामी आभार व्यक्त गर्न चाहन्छौँ। र आजको यस कार्यक्रमको प्रत्यक्ष प्रसारण सरकार टेलिभिजन र नेपाल न्युज बैंकबाट भइरहेको यहाँलाई जानकारी गराउन चाहन्छौँ। विभिन्न 7वटा प्रदेशको 7 विधा र कम्पिटिटिभ अवार्ड्स गरेर 15वटा विधामा हामी आजको कार्यक्रमका विजेताहरूलाई अवार्ड प्रदान गर्नेछौँ 5th नेसनल फोटो जर्नलिजम अवार्डको रूपमा। र यसैबीच यहाँहरू सबैलाई जानकारी गराउन चाहे आजको कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभाका सभाध्यक्ष सभामुख सम्माननीय देवराज घिमिरेज्यूको उपस्थिति भएको छ। उहाँलाई प्रमुख अतिथिको रूपमा आसन ग्रहण गर्न सँगसँगै उहाँलाई हामी स्वागत गर्न चाहन्छौँ। एकपटक जोरदार ताली अझै ठुलो आवाजबाट सुन्न चाहन्छौँ आजको कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभाका सभामुख सम्माननीय देवराज घिमिरे। एनएफपीजे नेपालको आयोजनामा 5औं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड 2025 कार्यक्रमको सभाध्यक्षको रूपमा हामीसँग हुनुहुन्छ आजको कार्यक्रमको अध्यक्ष ग्रहण गर्दै हुनुहुन्छ एनएफपीजे नेपालका अध्यक्ष प्रदीप राजवन्त। कार्यक्रमको प्रमुख अतिथिको रूपमा प्रतिनिधि सभाका सभामुख सम्माननीय देवराज घिमिरे हुनुहुन्छ भने कार्यक्रमको विशेष अतिथिको रूपमा नेपाल सरकारको ऊर्जा जलस्रोत र सिँचाइ मन्त्रालयको जिम्मेवारी सम्हालिरहनुभएका माननीय दीपक खड्काज्यू। र कार्यक्रमलाई औपचारिक रूपमा अगाडि बढाउने क्रममा हामी राष्ट्रको काम राखिदिनका लागि प्राविधिक मित्रलाई अनुरोध गर्न चाहन्छौँ र सम्पूर्ण यहाँहरूलाई यथास्थानमा उभिएर राष्ट्रगानप्रति अभिवादन दर्शाइदिन अनुरोध गर्न चाहन्छौँ। सार्वभौमै फैलिएका मेची महाकाली सायो थुङ्गा फुलका हामी एउटै माला नेपाली सार्वभौमै फैलिएका मेची महाकाली प्रकृतिका कोटि कोटि सम्पदाको आचल वीरहरूका राजधानी स्वतन्त्र ज्ञान भूमि शान्ति भूमि तारै पहाड हिमाल अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल बहुजाति भाषा धर्म संस्कृति छन् विशाल अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल। धन्यवाद सम्पूर्ण यहाँलाई पुनः यथास्थानमा आसन ग्रहण गरिदिनुला। यसपछि यस एनएफपीजे नेपालका आजीवन सदस्य दिवंगत सुम्बा शेर्पा, यसै गरेर दिवंगत फोटो पत्रकार रजिन्द्र केसी लगायत विश्वका विभिन्न क्षेत्रमा कार्यरत रहिरहनुभएका गरिसक्नुभएका दिवंगत फोटो पत्रकारहरूको आत्माको चिर शान्तिका लागि 1 मिनेट मौन धारण गर्नेछौँ हामी। मौन धारणको समय प्रारम्भ हुन्छ। मौन धारणको समय सम्पन्न भएको जानकारी गराउन चाहे। दिवंगत सम्पूर्ण चिर आत्माहरूको चिर शान्तिको लागि हामीले यो कामना गरिसँगै हामी आफ्नो कार्यक्रमको मुख्य बाटोमा प्रवेश गर्न चाहन्छौँ। एजुकेसन कन्सल्टेन्सी एसोसिएसन अफ नेपाल अर्थात् इक्यानका अध्यक्ष श्रेष्ठ भट्टराईज्यू उपस्थित भइसक्नु भएको छ। उहाँलाई पनि खादा स्वागत गरिदिन म कार्यक्रम आयोजक संस्थाका सभापतिजीलाई अनुरोध गर्न चाहे। यसै टिभीबाट एनएफपीजेको पेजमा यो प्रत्यक्ष प्रसारण भइरहेको पुनः जानकारी गराउन चाहन्छु। एनएफपीजे नेपालको अफिसियल फेसबुक पेजमा यसै टिभीबाट यो प्रत्यक्ष प्रसारण भइरहेको छ। धन्यवाद प्रविधिज्यू। त्यसपछि यो कार्यक्रमको हामी समुद्घाटन सत्रमा प्रवेश गर्न चाहन्छौँ र कार्यक्रम फोटो पत्रकारहरूले गरेको र कार्यक्रम फोटो पत्रकारहरूप्रति समर्पित कार्यक्रम र यस अर्थमा कार्यक्रमको उद्घाटन पनि कुनै त्यसै
माध्यमबाट त्यही औजार त्यही साधन जसले फोटो पत्रकारितालाई यहाँसम्म दौडाएको छ, उहाँहरूको दैनिकी उहाँहरूको जीवनयापन जसरी चलिरहेको छ र त्यही साधनलाई प्रयोग गरेर आजको कार्यक्रमको हामी उद्घाटन गर्न चाहन्छौँ। यसका लागि कार्यक्रमका प्रमुख अतिथि सम्माननीय देवराज घिमिरेज्यूलाई स्टेजमा उपस्थित भइदिएर क्यामेराबाट खिचिको गरेर यस कार्यक्रमको उद्घाटन गरिदिन अनुरोध गर्न चाहे र कार्यक्रमको यस उद्घाटन सत्रमा सहभागी भइदिनका लागि माननीय दीपकज्यूलाई पनि अनुरोध गर्न चाहन्छौँ। त्यसै गरेर एनएफपिजे नेपालका अध्यक्ष प्रवीण राजज्यू र क्यामेराको यो खिचिका सँगसँगै कार्यक्रमको समुद्घाटन हुँदैछ। कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभाका सभामुख सम्माननीय देवराज घिमिरेज्यूको हातबाट र उपस्थिति ऊर्जा मन्त्रालय सम्हाल्नुभएका माननीय मन्त्रीज्यू दीपकका उपस्थिति छ। त्यसपछि यस कार्यक्रम संयोजक लेखबहादुर श्रेष्ठज्यूलाई स्वागत मन्तव्यका लागि स्टेजमा आमन्त्रण गर्न चाहन्छु। राष्ट्रिय फोटो पत्रकार समूह नेपालले 27औं वसन्त पार गरेको उपलक्ष्यमा आयोजित 5औं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड 2025 तथा राष्ट्रिय फोटो पत्रकारिता दिवस 2022 को अवसरमा सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु। यस कार्यक्रमका सभापति महोदय, प्रमुख अतिथि सम्माननीय सभामुख देवराज घिमिरेज्यू, ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री माननीय दीपक खड्काज्यू, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री माननीय प्रदीप पौडेलज्यू, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति माननीय रामहरि खतिवडाज्यू, उपस्थित संघीय संसद तथा राष्ट्रिय सभाका माननीय ज्यूहरू, ललितपुर महानगरपालिकाका नगर प्रमुख तिरबाबु महर्जनज्यू, नेपाल प्रहरीका महानिरीक्षक दीपक थापाज्यू, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालज्यू, नेपाली सेना जनसम्पर्क तथा सूचना निर्देशनालय महासेनानी हरि विश्वकर्माज्यू, उद्योग वाणिज्य महासङ्घ नेपालका अध्यक्ष चन्द्र ढकालज्यू, राष्ट्रिय संचार समितिका अध्यक्ष धर्मेन्द्र झाज्यू, ललित कला प्रज्ञा प्रतिष्ठानका कुलपति नारद मणि हातम छालीज्यू, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतज्यू, नेपाल पत्रकार महासङ्घका महासचिव रामप्रसाद दाहालज्यू, नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालज्यू, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेज्यू, प्रेस सेन्टर नेपालका अध्यक्ष कमल गिरिज्यू, कमलापन्थी अध्यक्ष सञ्चारिका समूह, नेपाल फोटोग्राफर महासङ्घका महासचिव दिगम्बर राजवंशीज्यू, काठमाडौँ फोटोग्राफर सङ्घका अध्यक्ष हरिप्रसाद घिमिरेज्यू, अधिकृत टोखा नगरपालिका प्रमुख कार्यकारी शेरबहादुर जीसीज्यू, निर्णायक मण्डलज्यूहरू, अन्य अतिथिज्यूहरू, पूर्व अध्यक्षज्यूहरू, आजीवन सदस्य, एनएफपिजे प्रदेश अध्यक्षज्यूहरू, सचिवज्यूहरू, एनएफपिजे जिल्ला अध्यक्षज्यूहरू, टाइटल स्पोन्सर तथा स्पोन्सरका प्रतिनिधिज्यूहरू, अक्षय कोष दाताहरू, यहाँ उपस्थित फोटो पत्रकार तथा पत्रकार साथै आज अवार्ड प्राप्त गर्नुहुने फोटो पत्रकार साथीहरू साथै सम्मानित ज्यूहरू, अफिसियल मिडियाहरू तथा प्रत्यक्ष लाइभ हेरेर बस्नुभएका दर्शकज्यूहरू र आयोजक संस्था तथा मेरो व्यक्तिगत तर्फबाट न्यानो अभिवादन तथा यहाँहरूको उपस्थितिको लागि हार्दिक धन्यवाद सहित स्वागत गर्न चाहन्छु। म र हाम्रो संस्था एनएफपिजे नेपालको तर्फबाट हार्दिक स्वागत गर्न चाहन्छु। विशिष्ट अतिथिज्यूहरू, माननीय मन्त्रीज्यूहरू, माननीय सांसदहरू, विभिन्न सङ्घ संस्थाबाट पाल्नुभएका आमन्त्रित व्यक्तित्वहरू, यस संस्थाका संस्थापकज्यू, पूर्व अध्यक्षज्यूहरू, सल्लाहकारज्यूहरू, केन्द्रीय पदाधिकारीज्यूहरू तथा केन्द्रीय समितिका साथीहरू, प्रदेश अध्यक्ष तथा विभिन्न जिल्लाबाट पाल्नुभएका अन्य साथीहरू, शुभचिन्तक तथा फोटो पत्रकार र पत्रकार साथीहरूमा हार्दिक स्वागत छ। हामीले यो कार्यक्रम अहिले सरकार टेलिभिजन र साउथ एसिया टेलिभिजन मार्फत एनएफपिजे नेपालको फेसबुक लगायत दर्जनौं मिडिया तथा सामाजिक सञ्जालहरूबाट प्रत्यक्ष रूपमा हेरिरहेका छौँ। देश विदेशबाट सबैमा संस्थाको तर्फबाट शुभकामना व्यक्त गर्दछौँ। 2053 साल असोज 6 गते स्थापना भएको यस संस्थाले विगत लामो समयदेखि फोटो पत्रकारहरूको हक हित व्यावसायिकताको लागि संस्थागत रूपमा आवाज उठाउँदै आइरहेको छ। अग्रज फोटो पत्रकारहरूलाई सम्मान र नयाँ आउन चाहने फोटो पत्रकारहरूलाई स्वागत गर्ने क्रममा अहिलेसम्म 3 जनालाई लाइफटाइम एचिभमेन्टबाट नगद सहित सम्मान, त्यसैगरी आज नगद रु 25,000 सहित नेपालमा पहिलो पटक फोटो पत्रकारको
नामबाट सूचना विभागबाट प्रेस पास लिनुहुने नेपाल र नेपालीलाई फोटोकै माध्यमबाट विश्वमा चिनाउन सफल देवेन्द्र मानसिंह प्रधानज्यूलाई यस कार्यक्रम मार्फत लाइफ टाइम एचिभमेन्टबाट पनि सम्मान गर्दैछौँ। त्यसै गरी पूर्व डिआइजी माधव थापाज्यूको सम्मानमा माधव थापा साहसिक फोटो पत्रकारिता पुरस्कार नगद सहित 3 जनालाई सम्मान गरिसकेका छौँ। त्यस्तै राष्ट्रिय फोटो पत्रकारिता विशेष सम्मानबाट 1 जनालाई नगद 1 लाख सहित वर्ष उत्कृष्ट सम्मान पुरस्कारबाट सम्मानित गरिसकेका छौँ। त्यसै गरी हरिगोपाल राष्ट्रिय फोटो पत्रकारिता पुरस्कारबाट 50 जनालाई, साहसिक महिला फोटो पत्रकारिता एवार्डबाट 2 जनालाई, एनएफपिजे नेपाल प्रेसिडेन्ट एवार्डबाट 2 जनालाई, 25 वर्ष लगातार सेवा गरे बापत 1 जनालाई, संस्थागत सम्मानबाट 6 वटा संस्था, राष्ट्रिय फोटो पत्रकारिता एवार्डबाट 18 जना, राष्ट्रिय फोटो पत्रकारिता एवार्ड प्रदेशतर्फ 7 जनालाई सम्मान गरिसकेका छौँ। साथीहरूलाई हामीले यस एवार्ड कार्यक्रममा फोटो माग्दा देशैभरिबाट कुन विधामा कति फोटो पठाउनुपर्छ र कसरी पठाउनुपर्छ भन्ने कुरा हामीले स्पष्ट रूपमा यहाँभन्दा अगाडि जानकारी गराएकै थियौँ। तर धेरै साथीहरूले फोटो पठाउँदा स्पोर्ट्सको भन्दाखेरि एउटै मात्र स्पोर्टको, टुरिज्म र कल्चर भन्दा कल्चरै मात्रको एउटै कल्चरको मात्र फोटो पठाउँदा फोटोको क्याप्सनहरू पठाउनु भन्दाखेरि फोटोमै क्याप्सन लेखेर पठाउँदाखेरि हामीलाई फोटो छान्नको लागि असहज भएको थियो। तैपनि हाम्रो जजहरूले फोटोलाई राम्रोसँग बुझेर फोटोलाई छान्नु भएको छ। यसमा निष्पक्ष रहेको कुरा म विश्वस्त दिलाउन चाहन्छु। हाम्रा साथीहरू, हामीले यस अवार्ड कार्यक्रममा फोटो माग्दा जुन प्रकारले फोटोहरू आयो त्यो उत्साहजनक रहेको हामीले पाएका छौँ। हाम्रा शुभचिन्तक, सहयोगी संस्था, स्पोन्सरहरूबाट हामीले जे जति गर्न सक्छौँ यस्तो राम्रो कामको लागि सहयोग गर्न तत्पर छौँ। तपाईँहरू अगाडि बढ्नुहोस् भन्ने आश्वासन पाएपछि हामीमा पुनः साहस र हौसला प्रदान भएर हाम्रो टिमका साथीहरूले पनि प्रशस्त समय दिएर विभिन्न सङ्घ संस्थाहरूसम्म प्रस्तावहरू लगेर जानुभयो। अध्यक्षज्यूको निरन्तर निर्देशनले गर्दा आज यो कार्यक्रम भव्य र सभ्य रूपमा यहाँ सम्पन्न हुँदैछ। अन्तमा म मेरो संयोजक टिमलाई धन्यवाद दिन चाहन्छु। त्यसै गरी केन्द्रीय बोर्डका टिम, स्मारिका प्रकाशन टिम, जसले थोरै समयमा रात दिन नभनी काम गरेर एउटा सङ्ग्रहणीय फोटो पत्रकारिता स्मारिका प्रकाशन गर्न सहयोग गर्नुभयो। यसमा केही कमी कमजोरी अवश्य होलान्। सबै डाटाहरू समेट्न सकेका छैनौँ। तपाईँहरूको सल्लाह सुझावसहित आगामी दिनमा परिमार्जन सहित प्रस्तुत हुने नै छौँ। यस कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने, त्यसै गरी टाइटल स्पोन्सर र स्पोन्सर गर्नुहुने सम्पूर्ण प्रति आभार व्यक्त गर्न चाहन्छु। कार्यक्रमको अन्तसम्म रहेर यस कार्यक्रमलाई भव्य र सभ्य रूपमा सफल पारिदिनु हुनेछ भन्ने मैले पूर्ण विश्वास लिएको छु। आजको यस कार्यक्रममा प्रमुख अतिथिज्यूले समय प्रदान गरिदिनु भएर राष्ट्रिय फोटो पत्रकार समूह नेपालको यो समारोहलाई शोभा बढाइदिनु भएकोमा पुनः न्यानो स्वागत गर्दै ओजेलमा पढ्न चाहन्छु। हस्त नमस्ते। धन्यवाद कार्यक्रम संयोजक यस कार्यक्रम अर्थात् 5th नेसनल फोटो जर्नलिजम अवार्ड स्वागत मन्तव्यको लागि धेरै धेरै धन्यवाद। हामी स्वागत नृत्य प्रस्तुति राख्न चाहन्छौँ र यसका लागि सिजन मिडियाको तर्फबाट रूपवा सुवेदीको प्रस्तुति रहनेछ। देशप्रति समर्पित र देशलाई नै माया गरिने बोलमा उनीको यो साङ्गीतिक भाव आँखैमा राख्छु मेरो देश गीतमा स्वागत नृत्य रूपवा सुवेदीबाट। धन्यवाद रूपा सुवेदीज्यूलाई। र यो 5औं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड 2082 मा 7वटा प्रदेशसँगै हामीले 15वटा विधामा विधागत रूपमा मनोनयन गरेर प्रतिस्पर्धात्मक अवार्डबाट एकजना विजेता चयन कार्यक्रम सम्पन्न हुँदैछ। मनोनयनको सम्पूर्ण विवरण अहिले एकैछिनपछि यहाँसम्म चाहिँ प्राप्त हुने नै छ र विजेताको घोषणा र अवार्ड कार्यक्रम र उक्त मनोनयनसम्म र मनोनयनदेखि उत्कृष्ट अवार्ड चयनसम्मको यात्रामा हामीलाई साथ निर्णायकको रूपमा निर्णय गर्नको लागि साथ दिने निर्णायक महानुभावहरूलाई हामी परिचित गराउन चाहन्छौँ र उहाँलाई स्वागत सम्मान गरिदिनका लागि पुनः एकपटक एनएफपिजे नेपालका तर्फबाट भगवतीज्यूलाई अनुरोध गर्न चाहे। र यस अवार्ड कार्यक्रमका निर्णायक मण्डलका सदस्यहरू यस प्रकार हुनुहुन्छ। उहाँहरूलाई स्टेजमा आमन्त्रण गर्न चाहन्छु। उहाँ प्रारम्भिक प्रमुख हुनुहुन्छ ब्रान्डिङ एन्ड कम्युनिकेसन श्रीज्योति लाइफ इन्सुरेन्सका श्री मेघेन्द्र प्रकाश गिरिज्यू, देश संसारका सहसम्पादक मनोज दाहालज्यू, नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक सूर्य थपलियाज्यू, उहाँ प्रमुख प्राज्ञ वास्तुकला तथा सृजनात्मक कला विभाग नाफाका सौरङ्गा
दर्शन धारीज्यू, यसै गरेर वरिष्ठ फोटो पत्रकार शैलेन्द्र खरेल। निर्णायक मण्डललाई धेरै धेरै धन्यवाद। निर्णायक मण्डलको तर्फबाट अभिव्यक्ति राखिदिनका लागि देश संसारका सहसम्पादक मनोज दाहालजीलाई स्टेजमा आमन्त्रण गर्न चाहन्छु। सबैलाई नमस्कार। यस राष्ट्रिय फोटो पत्रकार समूह नेपालद्वारा आयोजित राष्ट्रिय फोटो जर्नलिज्म अवार्डका अध्यक्षज्यू, यहाँ उपस्थित प्रमुख अतिथिज्यूहरू सबैलाई मेरो तर्फबाट अभिवादन। आज राष्ट्रिय फोटो पत्रकार दिवस 2082 हो। यसको अवसरमा म सबैजनालाई, यहाँ उपस्थित सबैजनालाई राष्ट्रिय फोटो पत्रकारिता दिवस 2082 को शुभकामना व्यक्त गर्न चाहन्छु। हाम्रो फोटो जर्नलिज्म हामीले देख्न सक्छौँ विगत वर्षहरूमा एकदमै उन्नत हुँदै गइरहेको छ, टेक्निकल रूपमा पनि र इमेजिनेटिभ क्यापेसिटी जुन हुन्छ एउटा फोटो जर्नलिज्मको र प्यासेन्स धैर्यता, त्यो सबै हिसाबले हाम्रो सीमित स्रोत साधनका बावजुद हामी एकदमै राम्रो गरिरहेको छौँ भन्ने कुरा निर्णायक मण्डलको एकजना सदस्यको हिसाबले यहाँ प्राप्त भएका हजारौँ फोटोहरूबाट हामी बुझ्न सक्छौँ। र सबै यो प्रतियोगितामा सहभागिता जनाउनुभएका सबै साथीहरूलाई धेरै धेरै बधाई छ र उहाँहरूले एकदमै राम्रो फोटोहरू खिच्नु भएको छ। र हामीले साँच्चै भन्ने हो भने देशका 7 वटा प्रदेशहरूबाट र काठमाडौँका 8 वटा क्याटेगोरीहरूबाट फोटोहरू छान्नलाई सजिलो पनि थिएन र म निर्णायक मण्डलका मेरा साथीहरू र म सहित हामी एउटा एकदमै मेहनतपूर्वक हामीले यी फोटोहरू छानेको छौँ र यसमा कुनै प्रकारको पनि पक्षधरता हामीले लिएको छैनौँ भन्ने कुरामा म आश्वस्त गर्न चाहन्छु। र फोटो पत्रकारिता यहाँमध्ये धेरैजसो फोटो पत्रकारितालाई बुझेको हुनुहुन्छ। म पनि 25 वर्षदेखि फोटो हेर्दै यहाँ हाम्रो विकास रौनियार जस्तो एउटा वरिष्ठ फोटो पत्रकार हुन्छ जोसँग हामीले सँगै काम गऱ्यौँ, उहाँहरूसँग सिक्यौँ। हामीसँग कान्तिपुरमा काम गर्दा म कुनै समयमा कान्तिपुरमा काम गर्थेँ, त्यो बेलामा चन्द्रशेखर कार्की, विकास रौनियार जस्ता दिग्गजहरू, राजेश केसी पनि कार्टुनिस्ट हुँदाहुँदै फोटोहरू पनि खिच्नुहुन्थ्यो। फोटो पत्रकारिता भनेको यहाँहरूको अगाडि मैले भन्नु त्यति एप्रोप्रिएट नहोला, तर पनि फोटो पत्रकारिता भनेको 3टा चिज हो जस्तो मलाई लाग्छ। पत्रकारितामा पनि फोटो अझै महत्त्वपूर्ण हुन्छ जस्तो मलाई लाग्छ, किनभने त्यो टाइमलिनेस, त्यो एउटा मोमेन्ट, त्यो क्षणलाई क्याप्चर गर्न सक्ने क्यापेसिटी र त्यो क्षणलाई प्रतीक्षा गर्न एउटा धैर्यता, त्यो 2टा चिज र त्यो 2टा चिजको लागि एउटा कल्पनाशीलता, एउटा राम्रो कल्पनाशीलता भएको व्यक्तिले मात्रै यो मात्रै मोमेन्ट हुनसक्छ भनेर बुझ्न सक्छ। र हामी कहाँ के छ भने हाम्रो जर्नलिज्म सूचनाको हिसाबले र त्यसको त्यसलाई ब्रेक गर्ने हिसाबले निकै अगाडि भए पनि हामी अरू आर्थिक स्रोत साधनका हिसाबले कमजोर नै छौँ। हाम्रा यो फोटोहरूबाट हेर्दा थाहा हुन्छ कि कतिजना साथीहरूसँग राम्रो क्यामेरा पनि छैन र फोनहरूबाट पनि उहाँहरूले खिच्नुभएको फोटोहरू त्यो लिमिटेडनेसलाई, त्यो लिमिटेसन्सलाई हामी बुझ्न सक्छौँ। अनि त्यो सबैका बावजुद यति राम्रो फोटोहरू आएको छ। यहाँहरू सबैलाई बधाई छ। अहिले केही बेरमा विजेताहरूको घोषणा भइ नै हाल्छ र हामी थाहा पाइहाल्छौँ र विजेताहरू मध्ये पनि कोही भन्दा कम नभएको हामीले महसुस गरेको छौँ। म यति भन्दै फेरि पनि अझै पनि मलाई लाग्छ राष्ट्रिय फोटो पत्रकार समूहले पनि, आज राष्ट्रिय फोटो पत्रकारिता दिवस पनि हो र राष्ट्रिय फोटो पत्रकार समूहले पनि फोटो पत्रकारहरूको क्षमतालाई इन्हान्समेन्ट गर्नको लागि, वृद्धि गर्नको लागि के गर्न सकिन्छ, किनभने हाम्रो फोटो पत्रकारहरूको धैर्यता र कल्पनाशीलता र मोमेन्टलाई क्याप्चर गर्न सक्ने गुण छ भन्ने म मान्छु। तर हामी टेक्निकल्ली हामी पछाडि छौँ। हामी देशभरिको 7 वटा प्रदेशमा हेऱ्यौँ भने टेक्निकल्ली हामी अझै पछाडि छौँ। हामीसँग इक्विपमेन्टहरू छैनन्। त्यो भएर कसरी तालिम र एउटा
आर्थिक हिसाबले पनि कसरी सपोर्ट गर्न सकिन्छ भनेर सोच्नुपर्छ होला जस्तो मलाई लाग्छ। सबैलाई धेरै धेरै धन्यवाद। धन्यवाद मनोज दाहालज्यू, सहसम्पादक स्थिर सञ्चार र यस अवार्ड कार्यक्रमका निर्णायक मण्डलका उहाँ सदस्य हुनुहुन्छ। र यसैबीच हामी बीच रहनुभएका महानुभावहरूको अतिथि आगमनसँगै अर्का अतिथि काठमाडौँ फोटोका सङ्घका अध्यक्ष हरिप्रसाद घिमिरेजीको उपस्थिति छ। उहाँलाई उपस्थितिको लागि अनुरोध गर्न चाहन्छौँ। राष्ट्रिय फोटो पत्रकार दिवसको यो मेसो यो अवसरलाई सदुपयोग गर्दै राष्ट्रिय फोटो पत्रकार समूहको यो आयोजनामा 5औं पटक यस राष्ट्रिय फोटो पत्रकारिता अवार्ड कार्यक्रम बढिरहेको छ। र यही बिचमा आजको कार्यक्रममा राष्ट्रिय फोटो पत्रकारिता दिवस र राष्ट्रिय फोटो पत्रकारिता अवार्डसँग सम्बन्धित रहेर एउटा स्मारिका तयार भएको छ र स्मारिका विमोचनको पाटोलाई अगाडि ल्याउन चाहन्छौँ। र यसका लागि संयुक्त रूपमा विमोचन गरिदिनको लागि स्टेजमा आमन्त्रण गर्न चाहन्छौँ कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभाका सभामुख सम्माननीय देवराज घिमिरेज्यू, यसै गरेर ऊर्जा जलस्रोत मन्त्रालय सम्हाल्नुभएका माननीय मन्त्रीज्यू दीपक खड्का र यसै गरेर एनएफपिजे नेपालका अध्यक्ष पृथ्वीराज पन्त र स्मारिकाका संयोजक सुनिल शर्माज्यूलाई पनि स्टेजमा आमन्त्रण गर्न चाहे। विमोचन भएको छ राष्ट्रिय फोटो पत्रकारिता दिवस र सँगसँगै राष्ट्रिय फोटो पत्रकार अवार्डसँग सम्बन्धित रहेर विगतका अवार्ड कार्यक्रमहरू र राष्ट्रिय फोटो पत्रकारिता दिवसमा जसरी फोटो पत्रकारहरूको उपस्थिति, उहाँहरूको कार्यशैली र विविधतामा समेटेर विभिन्न कुराहरू यस स्मारिकामा समेटिएको छ। संयोजक सुनिल शर्मा हुनुहुन्थ्यो र 15वटा विधागत अवार्डहरूतर्फ हामी अगाडि बढ्ने पाठोमा प्रवेश गर्दैछौँ, जसमा प्रदेशगत अवार्डहरू प्रारम्भमा हामी प्रस्तुत गर्नेछौँ र त्यसपछि अन्य कम्पिटिटिभ अवार्ड्स। पहिलो विधा कोशी प्रदेश गोर्खाज फाइनेन्स कोशी प्रदेश फोटो जर्नलिजम अवार्ड क्याटेगोरी रहेको छ र सम्पूर्ण अवार्ड क्याटेगोरीका विजेताहरूलाई अवार्ड प्रदान गरिदिनका लागि स्टेजमा पुनः मैले आमन्त्रण गर्न चाहेँ। कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभाका सभामुख सम्माननीय देवराज घिमिरेज्यू, यसै गरेर ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री माननीय दीपक खड्काज्यू, एनएफपिजे नेपालका अध्यक्ष प्रदीपराज उन्देज्यूलाई आमन्त्रण गर्न चाहेँ र गोर्खाज फाइनेन्सका प्रतिनिधि हुनुहुन्छ भने पनि उहाँलाई पनि स्टेजमा आमन्त्रण गर्न चाहन्छु। गोर्खाज फाइनेन्स कोशी प्रदेश फोटो जर्नलिजम अवार्ड क्याटेगोरीमा नोमिनीमा पर्नुभएका महानुभावहरूको हामी नोमिनेसन हेर्न चाहन्छौँ। NFPJ Nepal presents 5th National Photojournalism Award 2025. Gorkhas Finance Koshi Pradesh Photojournalism Award category. Top 5 photojournalists nominees are Arjun Kurung Rai, KoshiNepal.com, Guru Dhakal, SanjarParty.com, Netra Bimali, Haldiwari.com, Sarad Joshi, AamSanchar.com, Sujan Bajracharya, राष्ट्रीय समाचार समिति। विनर इज सुजन बज्राचार्य, राष्ट्रीय समाचार समिति। सुजन बज्राचार्यज्यूलाई धेरै धेरै बधाई राष्ट्रिय समाचार समिति र अवार्ड क्याटेगोरी गोर्खाज फाइनेन्स कोशी। यसपछिको विधा ललितपुर महानगरपालिका बागमती प्रदेश फोटो जर्नलिजम अवार्ड क्याटेगोरी हामी नोमिनेसन हेर्न चाहन्छौँ र ललितपुर महानगरपालिकाका प्रतिनिधि हुनुहुन्छ भने स्टेजमा आमन्त्रण गर्न चाहन्छौँ। NFPJ Nepal presents 5th National Photojournalism Award 2025. Lalitpur Mahanagarpalika, Bagmati Pradesh Photojournalism Award category. Top 5 photojournalists nominees are Amardeep Shrestha, Nepalwatch.com, Ganesh Vista, PalikaPress.com, Nilan Khimiri, Ramechhap Times, Navin Paurel, राष्ट्रीय समाचार समिति, उत्तर कुमार श्रेष्ठ, सिन्धुलीसेरोफेरो.com। नवीन पौडेल, राष्ट्रिय समाचार समिति। बागमती प्रदेश फोटो जर्नलिजम अवार्ड क्याटेगोरीका विजेता नवीन पौडेल राष्ट्रिय समाचार समितिबाट
हार्दिक बधाई र अवार्ड ग्रहण गर्न स्टेजमा आमन्त्रण गर्न चाहन्छौँ। National Photojournalism Award 2025. Award ceremony. यसपछिको अर्को विभागमा प्रवेश गर्छौँ। गण्डकी प्रदेश फोटोजर्नलिजम अवार्ड क्याटेगोरी र नोमिनेसन यस प्रकार NFPJ Nepal presents 5th National Photojournalism Award 2025. Gandaki Pradesh Photojournalism Award category. Top 5 photojournalist nominees are Vishnu Gautam, BNBmirror.com, Kim Ramithani, freelancer, Kiran Acharya, Nepal Television, Prem Thapa, Parichay.com. Winner is Dipendra Dhungana, Naya Patrika Delhi. नेपाल टेलिकम डेली लाइभ फोटोजर्नलिजम अवार्ड्सका क्याटेगोरी विनर दिपेन्द्र ढुङ्गाना, नयाँ पत्रिका दैनिक। Congratulations. अर्को विधा रहेको छ पञ्चकन्या ग्रुप फिमेल फोटोजर्नलिजम अवार्ड क्याटेगोरी र पञ्चकन्या ग्रुपबाट कोही प्रतिनिधि हुनुहुन्छ भने मेबी काइन्डली इन्भाइट अन स्टेज। पञ्चकन्या ग्रुप फिमेल फोटोजर्नलिजम अवार्ड क्याटेगोरी नोमिनीज यस प्रकार NFPJ Nepal presents 5th National Photojournalism Award 2025. Panchakanya Group Female Photojournalism Award category. Top 5 photojournalist nominees are Devaki Vista, freelancer, Kavita Thapa, Gorkhapatra Daily, Menuka Karki, Merunews.com, Ramita Chuju, Sivin Nepal, Sakuntala Ranamagar, Red TV. Winner is Kavita Thapa, Gorkhapatra Daily. पञ्चकन्या ग्रुप फिमेल फोटोजर्नलिजम अवार्ड क्याटेगोरीका विजेता गोर्खापत्र दैनिकका कविता थापा। सूर्यज्योति लाइफ इन्सुरेन्स पोलिटिकल फोटोजर्नलिजम अवार्ड क्याटेगोरी सूर्यज्योति लाइफ इन्सुरेन्सका प्रतिनिधि हुनुहुन्छ भने मेबी इन्भाइट अन स्टेज। यस विभागका नोमिनीज NFPJ Nepal presents 5th National Photojournalism Award 2025. Suryajyoti Life Insurance Political Photojournalism Award category. Top 5 photojournalist nominees are Anis Raimi, President House, Chandra Bahadur Ali, OnlineCover.com, Dipendra Dhungana, Naya Patrika Delhi, Gopal Dahal, SaraTimes.com, Iskandar Gautam, The Himalayan Times. Winner is Iskandar Gautam, The Himalayan Times. सूर्यज्योति लाइफ इन्सुरेन्स पोलिटिकल क्याटेगोरीमा विनर हुनुभएको छ स्कन्द गौतम द हिमालयन टाइम्स। स्कन्देशको अनुपस्थितिमा उहाँको जीवन साथीलाई स्टेजमा आमन्त्रण गर्न चाहे। Winner is Chandra Bahadur Ali, OnlineCover.com.
धेरै बधाई। ग्लोबल आइएमई ब्याङ्क बिजनेस पोजिसन रोबोट क्याटेगोरीका विजेता अनलाइन थट.com बाट चन्द्र बहादुर आले। अर्को विधा रहेको छ एग्रिकल्चर डेभलपमेन्ट ब्याङ्क फ्रिलान्स फोटो जर्नलिजम अवार्ड क्याटेगोरी। एग्रिकल्चर डेभलपमेन्ट ब्याङ्क कृषि विकास ब्याङ्कबाट कोही हुनुहुन्छ भने इनभाइट अन स्टेज and revealing the nominees for Agriculture Development Bank Freelance Photojournalism Award category. Nominees yes to have. NFPJ Nepal presents 5th National Photojournalism Award 2025 Agricultural Development Bank Freelance Photojournalism Award category. Top 5 photojournalist nominees are Ajay Linsman, freelance photojournalist; Dilip Vaidya, freelance photojournalist; Shankar Bhuje, winner is Rajiv Hengraju, Nepal Army DPR. Agriculture Development Bank Freelance Photojournalism Award category का winner विजेता हुनुभएको छ नेपाल आर्मी DPR हुनुभएका फ्रिलान्सर राजीव हेङ्गजु। यसपछिको विधा रहेको छ एडभेन्चर आउटडोर टुरिज्म एन्ड कल्चरल फोटोजर्नलिजम अवार्ड क्याटेगोरी। एडभेन्चर आउटडोरबाट may we invite on stage the Managing Director Pragya Sharmaji for handing over the things right there and presents. Adventure Outdoor Tourism and Culture Photojournalism Award category का nominees just for that. NFPJ Nepal presents 5th National Photojournalism Award 2025 Adventure Outdoor Tourism and Cultural Photojournalism Award category. Top 5 photojournalist nominees are Ambir Tolan, tourismmail.com; Amit Machamasi, freelance photojournalist; Hari Mahajan, Sinhwa News Agency; Manoj Ratna Sahi, Gorkhapatra Daily; Sushil Kumar Shrestha, freelance photojournalist. Winner is Manoj Ratna Sahi, Gorkhapatra Daily. Adventure Outdoor Tourism and Culture Photojournalism Award category का विजेता गोर्खापत्र दैनिकका मनोज र यसपछि अगाडि बढ्छौँ कम्पिटिटिभ अवार्ड तर्फको यो अन्तिम क्याटेगोरी राष्ट्रिय वाणिज्य ब्याङ्क एन्टरटेनमेन्ट फोटोजर्नलिजम अवार्ड क्याटेगोरी र राष्ट्रिय वाणिज्य ब्याङ्कबाट कोही प्रतिनिधि हुनुहुन्छ भने इनभाइट अन स्टेज र यस विधाका नोमिनी यस्तोका NFPJ Nepal presents 5th National Photojournalism Award 2025 Rashtriya Varnishya Bank Entertainment Photojournalism Award category. Top 5 photojournalist nominees are Abhishek Mahajan, Annapurna Post Daily; Prem Thapa, Parichay.com; Sagar Basne, Gorkhapatra Daily; Saroj Rai, Nayapage.com; Iskandar Gautam, The Himalayan Times. Winner is Abhishek Mahajan, Annapurna Post Daily. राष्ट्रिय वाणिज्य ब्याङ्क एन्टरटेनमेन्ट फोटोजर्नलिजम अवार्ड क्याटेगोरीका विनर अन्नपूर्ण पोस्ट दैनिकका अभिषेक महर्जन। खिचेका तस्बिरहरूलाई समेटेर 2064 सालमा उहाँले सेकेन्ड पिपुल्स मुभमेन्ट अगेन्स्ट अटोक्रेटिक मोनार्की नामको पुस्तक पनि निकाल्नु भएको छ। फोटो पत्रकारिता गरेर देवेन्द्र मानले नाम र दाम राम्रै कमाउनु भयो, तर सुरुमा उहाँलाई यो पेसामा आउन चाहिँ
मनै थिएन अरे। उहाँका मामा केदारमान सिंह एएफपीका लागि नेपाल प्रतिनिधि हुनुहुन्थ्यो। 3 दशकभन्दा बढी समय नेपालबाट एएफपीका लागि रिपोर्टिङ गर्नुभएका केदारमान 2079 सालमा स्वर्गीय हुनुभएको थियो। सुरुमा आफू खुसी फोटो खिच्दै हिँड्ने देवेन्द्रमानलाई मामा केदारमानले फोटो पत्रकारिता गर्न सुझाउनु भएको थियो। मामा जति खटेर काम गर्न नसक्ने निचोडमा पुगेर उहाँ एसएलसी पछि फरेस्ट्री पढ्न वन विज्ञान अध्ययन संस्थान हेटौँडा जानु भएको थियो। तर नियतिले अरू नै केही चाहेको थियो। हेटौँडा पुगेर उहाँले फरेस्ट्रीका लागि प्रवेश परीक्षा दिनुभयो। नाम पनि निस्कियो। काठमाडौँमा मनमौजी दौडिरहनु भएका उहाँलाई केही दिनपछि हेटौँडा बसाई सकसपूर्ण लाग्यो। त्यसैले फेरि काठमाडौँ फर्केर पाटन बहुमुखी क्याम्पसमा मानविकी पढ्न थाल्नुभयो। रेन्जर बन्ने रहस्य लागेपछि अब उहाँ मामासँगै काम गर्न थाल्नुभयो। मामा भन्दा मिलेर बिबिसीका लागि पनि काम गर्नुभयो। पञ्चायतकालमा बिबिसीलाई देवेन्द्रमानले थुप्रै तस्बिर र समाचारहरू पठाउनु भयो। त्यही पनि फोटो पत्रकारिताप्रति देवेन्द्रमान मनभित्रैबाट सन्तुष्ट चाहिँ हुनुहुन्न थियो। 2042 सालमा बेलायती महारानी एलिजाबेथ द्वितीयको नेपाल भ्रमणमा खिचेको तस्बिरको 34औं तारिखले भने उहाँमा जोस जागर भरिदियो। नेपालको राजदरबारदेखि बेलायतभर उक्त फोटोको चर्चा भएको उहाँ सम्झिनुहुन्छ। त्यो बेला नेपालमा अक्सर हिमाल र दरबारका तस्बिर मात्रै खिचिन्थ्यो। समाचारका लागि फोटो खिच्ने चलन खासै थिएन, किनकि विदेशी मिडियाले जस्तो नेपालका मिडियाले तस्बिरहरूलाई खासै महत्त्व दिँदैनथे। हामीलाई आन्दोलन गर्नेहरूले चाहिँ हामीलाई यो गभर्मेन्टको हो, यिनीहरू मान्छे, यिनीहरू त यो के भन्छ उनीहरूको फोटो खिच्न आएको भनेर उनीहरूले त्यो ठान्थ्यो। फेरि पुलिसलेहरूले के भन्छौ भने यो फोटो खिच्ने भन्दा चाहिँ ठिक पार्नुपर्छ भन्छ। हामी त दुवैतिरबाट बस्नु पर्थ्यो। अब कहिले भयो अनि हामीले त अलिक गाह्रै पऱ्यो। अनि हामी त्यो फोटो एनएफपिजे हो कि के हो मलाई याद भएन, सायद एनएफपिजे जस्तै लाग्यो। हामी भन्दा हामी मिलेर भन्यो कि ल भाइ भएन, अब हाम्रो एउटा आइडी देखाउनु पऱ्यो, बनाउनु पऱ्यो। किनभने अब यो फोटो जर्नालिस्टहरू त तपाईँको फोरफ्रन्टमा जानुपर्ने भयो, इमेल कभर गर्नु पऱ्यो है। त्यो भएर अब यता पनि हुने, उता पुलिसले पनि नसोध्ने, यता पनि नसोध्ने भनेर अनि हामीले यो यसमा चाहिँ प्रेस लेखेर त्यो यो हामीले फोटोग्राफर सबले यो लगाउन थाले। त्यो भएपछि अलिकति हामीलाई के सुविधा हो भने त्यो पुलिसहरूले पनि अलिकति हामीले के भन्छ अलिकति प्रेस भनेर हामीले सुने। अनि यता आन्दोलन गर्नेहरूले पनि प्रेस भनेर हामीले छोडिदिने। नत्र उताबाट पनि बस्नुपर्ने, यताबाट पनि बस्नुपर्ने। 36 सालको उसमा त हामीलाई अझ एक त ठुलो क्यामेरा, ठुलो लेन्सको क्यामेरा ल्याएर ज्याकेट ल्याएर भित्र क्यामेरा लुकाएर हिँड्नु पर्यो। अनि गयो, फोटो खिच्यो, भाग्यो। गोर्खापत्र समेत राजनीतिक र कूटनीतिक घटनाका फोटो छाप्न खास सावधान हुन्थ्यो, किनकि फोटो छापेकै कारण जागिर जाने खतरा थियो। काङ्ग्रेस नेता बीपी कोइरालाको निधनको समाचार देवेन्द्रमानले नै संसारलाई सबैभन्दा पहिला सुनाउनु भएको थियो। त्यो बेला उहाँ बिबिसीका लागि काम गर्नुहुन्थ्यो। नेपाली मिडियाले प्रकाशन गर्न नभ्याउँदै बीपीको निधनबारे समाचार बिबिसीले प्रसारण गरेको थियो। राजधानीवासीका लागि बीपी बितेको बिबिसी खबर ब्रेकिङ न्युज बनेको थियो। देवेन्द्रमान सिंह अहिले श्रीमती राजेश्वरी श्रेष्ठका साथ काठमाडौँमै बस्नुहुन्छ। उहाँका एकमात्र सन्तान विजेन्द्रमान सिंह अमेरिकामा बस्नुहुन्छ। फोटो पत्रकारिताले नेपालमा महत्त्वपूर्ण स्थान बनाएकोमा सन्तुष्ट देवेन्द्रमान अधिकांश नेपाली फोटो पत्रकारले पाइरहेको सेवा सुविधाप्रति भने सन्तुष्ट हुनुहुन्न। फोटो पत्रकारहरूले न्यायोचित सेवा सुविधा पाउनुपर्ने उहाँको भनाइ छ। उहाँ फोटो पत्रकारलाई पनि मल्टिटास्किङ हुन सुझाउनुहुन्छ। नेपाली फोटो पत्रकारितामा महत्त्वपूर्ण योगदान पुर्याउनु भएका उनै दिग्गज फोटो पत्रकार देवेन्द्रमान सिंहलाई राष्ट्रिय फोटो पत्रकार समूह एनएफपिजे नेपालद्वारा आयोजित राष्ट्रिय फोटो पत्रकार अवार्डमा 25,000 रुपियाँ नगद चाहिँ लाइफ टाइम अचिभमेन्ट अवार्डद्वारा सम्मानित गरिन्छ। NFPJ present 5th National Photojournalism Award 2025 Grand Award ceremony। 5औं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड 2025 को लाइफ टाइम अचिभमेन्ट विधामा या यो विधा नभनिकन लाइफ टाइम अचिभमेन्ट अवार्ड मात्रै भन्दा अझ बढी सान्दर्भिक होला र लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरिदिनका लागि कार्यक्रमका प्रमुख अतिथि सम्माननीयज्यू र विशेष अतिथि माननीय स्टेजमा आमन्त्रण गर्न चाहन्छौँ र नगद पुरस्कार रु 25,000 सहितको यो लाइफ टाइम अचिभमेन्ट अवार्ड ग्रहण गरिदिनका लागि
वरिष्ठ फोटो पत्रकार श्री देवेन्द्र मानसँग जोडा स्टेजमा आमन्त्रण गर्न चाहन्छु। लगायतका देशमा पुगेर फोटोग्राफी गर्ने उहाँको योजना थियो। धेरै योजना बाँकी रहँदै 64 वर्षको उमेरमा चुम्बा शेर्पा परलोक हुनुभयो। कलेजो सम्बन्धी समस्याको उपचार गराउँदै उहाँले 2081 साल पुष 28 गते ब्रान्डी अस्पतालमा अन्तिम सास लिनुभयो। उहाँका जेठा छोरा छेवाङ दोर्जे डाक्टर हुनुहुन्छ। कान्छा छोरा सोनामले सोलुमा कुशलतापूर्वक बुबाको पर्यटन व्यवसायलाई निरन्तरता दिइरहनु भएको छ। कान्छी छोरी बन्दा शेर्पा पाइलट हुनुहुन्छ। जेठी छोरी पनि होटल व्यवसायमा जम्नु भएको छ। कोभिड कालमा शेर्पाले आफ्नी माइली छोरी मिगमा अनि 2080 सालमा श्रीमती आन फुटीलाई गुमाउनु भएको थियो। वाइल्ड लाइफ फोटोग्राफी प्रति शेर्पाको लगाव कति थियो भन्ने जनाउन उहाँले किनेका क्यामेरा सहित ग्याजेट्स, अनलाइन मार्फत गरेका कोर्स, उहाँले उठाएको जोखिम अनि उहाँले गरेको प्रतीक्षा आदि काफी छन्। योभन्दा बढी उहाँको उमेर। शेर्पा 57 वर्षको उमेरमा क्यामेरा बोकेर जङ्गल पस्नु भएको थियो। व्यवहारिक वा पारिवारिक कारणले रोकिएको सपना पुरा गर्न उमेरले अनि तराईमा महिना दिनसम्म चहारेर फोटो खिच्नुहुन्थ्यो। उहाँले अग्लो सगरमाथादेखि होचो कोशिकापुरसम्म चहारेर फोटोहरू खिच्नु भएको थियो। शेर्पाले सयौं चराचुरुङ्गीलाई आफ्नो क्यामेरा फ्रेममा कैद गर्नुभयो। वन्यजन्तुमा वाइल्ड याक, हिउँ चितुवा, पाटे बाघ, रेड पाण्डाहरू खिच्नुभयो। वाइल्ड लाइफ फोटोग्राफी सुरु गरेको 5-6 वर्षमै उहाँले यस्तो काम गरेर देखाइदिनु भयो जसले उहाँलाई वाइल्ड लाइफ फोटोग्राफरका रूपमा स्थापित गरिदियो। उहाँ सेलिब्रिटी नेपाली फोटोग्राफर हुनुहुन्थ्यो। आगामी दिनमा अझै सृजनशील तरिकाले उत्कृष्ट तस्बिरहरू खिच्ने उहाँको योजना थियो। तर नियतिले अरू नै केही चाहेको थियो अनि त चुम्बा शेर्पाले बनाएका योजनाहरू अधुरै रहे। वाइल्ड लाइफ फोटोग्राफर चुम्बा शेर्पा प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै नेपाल फोटो पत्रकार समूह उहाँलाई मरणोपरान्त सम्मान अर्पण गर्दछौं। NFPG present 5th National Photojournalism Award 2025। वाइल्ड लाइफ फोटोग्राफरको पनि परिचय बनाउनु भएका दिवंगत चुम्बा शेर्पाप्रतिको यो भिडियो र यसपछि मरणोपरान्त उहाँलाई प्रदान गरिने सम्मान पत्र वितरण गर्ने बाटोमा प्रवेश गर्छौं। यसका लागि कार्यक्रमका प्रमुख अतिथि सम्माननीयज्यू र कार्यक्रमका विशेष अतिथि माननीयज्यू सहित कार्यक्रमका अध्यक्ष प्रदीप रातोनज्यूलाई निवेदन गर्न चाहे र दिवंगत चुम्बा शेर्पाज्यूका परिवारजन स्टेजमा उहाँको छोरी हामीसँग हुनुहुन्छ। धन्यवाद। यसपछि एनएफपीजे नेपालले स्थापना गरेको अक्षय कोष र त्यस कोषमा आफ्नो तर्फबाट उपस्थिति जनाउनु भएको विभिन्न व्यक्तित्व जसले अक्षय कोषमा रकम र आर्थिक सहयोग प्रदान गर्नुभयो। अक्षय कोष एनएफपीजे नेपालको त्यो स्थापना जसले फोटो पत्रकारिता चाहे त्यो इभेन्ट, इन्सिडेन्ट या एक्सिडेन्ट, घटना, कार्यक्रम र दुर्घटना जुनसुकै विधामा पनि जोखिम रहित छैन र हामीले विगतदेखि वर्तमानसम्मका परिघटनाहरूलाई हेर्ने हो भने ज्यान समेतको जोखिम मोलेर हामीले हाम्रा फोटो पत्रकारहरूले र विश्वका कुनै पनि फोटो पत्रकारहरूले जीवन्त रूपमा खिच्ने गरेको उदाहरणहरू हामी दिनदिनै देखिरहेका छौं र हामी त्यसको प्रत्यक्षदर्शी पनि हौं। र पनि जिम्मेवार निकाय या हाम्रो आफ्नो अभिभावक जसलाई हामी नेपाल सरकारको रूपमा चिन्छौं उहाँहरूको तर्फबाट त्यो पहल कदमी सम्भवतः भएको देखिँदैन र पनि
हामी आफ्नै तर्फबाट यो पहल कदमी गरेर अक्षय कोषको स्थापना भएको छ, जसबाट स्वास्थ्य उपचार, त्यसपछि बिमा र अन्य कुनै पनि घटना र परिघटनामा परेर आर्थिक सहयोग यदि उपलब्ध हुन पर्यो या चाहिएको अवस्थामा यो अक्षय कोषले कुनै न कुनै अर्थमा सहयोग जुटाउँछ भन्ने अभिप्राय सहितको यो आकांक्षा पूरा गरेर हामी यहाँसम्म आइपुगेका छौँ र विभिन्न व्यक्तिगत तर्फबाट हामीलाई आर्थिक रूपमा सहयोग जुटाउनु भएको छ र अक्षय कोषको स्थापना भएको छ र यदि यस समारोहमा उपस्थित हुनुभएका कुनै पनि व्यक्ति वा कुनै पनि संस्थाबाट त्यो किसिमको सहयोग प्राप्त हुन्छ स्वतस्फूर्त भने पक्कै पनि एनएफिजे नेपाललाई यो ठुलो सहयोग हुनेछ र अक्षय कोषको स्थापना र यसको सम्भावनालाई अझ पनि बृहत रूपमा लान सकिनेछ र यहाँहरूलाई हामी अनुरोध पनि गर्न चाहन्छौँ र त्यो इच्छा र त्यो शुभेच्छा छ भने पक्कै पनि एनएफिजे नेपालका कोही पनि पदाधिकारीलाई सम्पर्क गर्न सक्नुहुन्छ भने यो जानकारी राख्दै अक्षय कोष दाताको रूपमा हामीलाई साथ रहनुभएका महानुभावहरूलाई यो अक्षय कोष दाता सम्मान प्रदान गर्न चाहन्छौँ। श्री सोमनाथ सापकोटा उपमहासचिव NRNA यदि हुनुहुन्छ भने स्टेजमा आइदिनु होला। यसै गरेर व्यवसायी तथा समाजसेवी अमित शर्माज्यू यहाँलाई स्टेजमा आमन्त्रण गर्न चाहन्छौँ। आइरनम्यान तथा खेलाडी श्री जीवन गिरी, खेलका माध्यमबाटै उहाँलाई आइरनम्यानको रूपमा परिचय प्राप्त भएको व्यवसायी अनुज गिरी, यसै गरेर विष्णु खत्री वरिष्ठ फोटो पत्रकार र एनएफिजे नेपालका पूर्व अध्यक्ष समेत रहनुभएका र समाजसेवी गीतकार पनि। समयबाट फोटो पत्रकारितालाई अगाडि लाने सन्दर्भमा आज यसलाई संस्थागत रूपबाट विकास गरेको, यसको महत्त्वलाई यसले महत्त्व दिएको र यसका अहिले आफ्नो जर्नल प्रकाशन गरेको कुराहरूबाट फोटो पत्रकारिताको महत्त्व के छ भन्ने कुराहरू खास गरिकन हाम्रो रुम्बा शेर्पाजीको भूमिकाबाट पनि हामी बुझ्न सक्छौँ। त्यति मात्रै होइन, अहिले एउटा क्लिक गर्दाखेरि संसारभरि गलत कुराहरू तुरुन्तै फैलिने अथवा एक सेकेन्डमा गलत कुराहरूलाई भ्रम सिर्जना गर्न सकिने कुराहरू छ भने फोटो पत्रकारिताले त्यस्ता खालका कुराहरूको काउन्टरमा सधैँभरि ठिङ्ग उभिएर एउटा आफ्नो परिचय दिन सक्ने र त्यो परिचयमा त्यति बेला के भएको थियो, के थियो भन्ने कुराको एउटा जिउँदो इतिहासलाई लामो समय मात्रै होइन शताब्दीसम्म राख्न सक्ने र एउटा जिम्मेदारपूर्ण क्षेत्रबाट एउटै फोटोबाट कुराहरूलाई व्यक्त गर्न सक्ने र समाजको चित्रणलाई यथार्थमा उतार्न सक्ने र त्यो यथार्थबाट भविष्यलाई त्यसले देखाउन सक्ने, विगतबाट भविष्यमा जाने बाटाहरू के थिए भन्ने देखाउन सक्ने धेरै महत्त्वपूर्ण कामहरू गर्न सक्छ। त्यस्तो कामहरू गर्ने सन्दर्भमा नै संस्थागत रूपबाट यो फोटो पत्रकार समूहलाई निर्माण गर्नुभयो। त्यसमा पनि वर्तमान कार्य समिति र खास गरी त्यसको अध्यक्षज्यूको जुन निरन्तर यहाँ प्रयत्न र भूमिका छ, विभिन्न विधाबाट साथीहरूलाई बोलाउनु भयो र पत्रकारिता क्षेत्रका विभिन्न क्षेत्रका प्रतिनिधिहरू, खास गरी संस्थाका प्रतिनिधिहरू, अध्यक्षज्यूहरू लगायत धेरैलाई उपस्थित गराएर आज यो कार्यक्रम गर्नुभएको छ। यो आफैमा एउटा ऐतिहासिक र महत्त्वपूर्ण कार्यक्रम छ। यस्तो बेलामा पत्रकारहरू क्यामेराको पछाडि दौडिएर फोटो खिच्ने कुराहरूले देशको चित्रणलाई राख्ने, घटनालाई जीवित राख्ने र त्यसलाई सदा स्मृतिमा राख्ने र प्रेरणा दिने महत्त्वपूर्ण योगदान दिइरहेका छन्। यो योगदान दिइरहेका फोटो पत्रकारहरूको महत्त्वलाई राज्यले क्रमशः चिन्ने कामहरू गरे पनि त्यस स्तरमा यसलाई विकास गर्ने कुराहरूमा अझै पनि अभावहरू रहेका छन्। ती अभाव पूर्ति गर्दै यस क्षेत्रमा प्रेरित गर्ने, अगाडि लाने कुराहरू गर्न आजको यो दिनले हामीलाई प्रेरित गरेको छ। म एउटा सभाको नेतृत्व गरिरहेको सभामुखको हैसियतले पनि यस क्षेत्रमा रहेका समस्याहरूलाई समाधान गर्दै अगाडि बढ्नको लागि के कामहरू गर्नुपर्छ त्यो गर्नको लागि यहाँहरू सबैले साथ सहयोग गर्नुहोस्। म यो कुराहरू भन्न चाहन्छु र फोटो पत्रकारिता, सबै पत्रकारिता, त्यसमा पनि फोटो पत्रकारितामा यसको इतिहास, यसको सम्मान, यसको महत्त्वलाई चर्चा गर्दा धेरै महत्त्वपूर्ण र राम्रो देखिए पनि यो त्यत्तिकै एउटा जोखिमयुक्त र अप्ठ्यारो पनि यसले सामना गर्नुपर्छ। धेरै लामो कुराहरूलाई छाडेर हामीले गएको चैत 15 गतेको घटनामा पत्रकार सुरेश रजतजीको घटना र त्यो घटनाले पनि हामीलाई थाहा छ
वास्तवमा यो कति एउटा रिस्की छ। अघि थोरै यहाँ अभिव्यक्तिहरू भयो हाम्रो देवेन्द्रजीबाट, एउटा शान्तिपूर्ण ढङ्गबाट विचार अभिव्यक्ति भएको गतिविधिमा लागेर फोटो पत्रकारिता गर्दाखेरि पनि सबै पक्षबाट अप्ठ्यारो बिहोर्नु पर्थ्यो भने त हाम्रो रजकजीले ज्यानै गुमाउनु भयो। यस अवसरमा म उहाँलाई हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु र उहाँले हिँड्नुभएको बाटो वास्तवमा एउटा सही कुराहरू हाम्रो समाजलाई चित्रित गर्ने, घटनालाई फोटोमा उतार्ने र त्यसबाट प्रेरणा लिने सन्दर्भमा आफ्नो ज्यानै गुमाउनु भएको छ र यी सम्पूर्ण कुराहरूको बिचमा फोटो पत्रकारिताले हाम्रो जीवनलाई जीवन्त राख्न सक्छ, इतिहासलाई अमरत्व कायम गर्न सक्छ र यसलाई संस्थागत रूपबाट विकास गर्नको लागि अरू विभिन्न क्षेत्रबाट योगदान गरौँ र आज यस क्षेत्रमा काम गरिरहनुभएका जति पनि मित्रहरू सम्मानित हुनुभएको छ र उहाँहरू एउटा प्रेरणाको स्रोत हुनुभएको छ र उहाँहरूलाई सम्मान गर्नको लागि अक्षय कोष स्थापना गर्ने, यसलाई निरन्तर अगाडि लाने सन्दर्भमा साथीहरूको योगदान रहेको छ। यो आफैमा एउटा उदाहरणीय कुराहरू छ भने विभिन्न खालका सङ्घ संस्थाहरूले यस्ता कामहरूमा अरू योगदानहरू दिन सकोस् र फेरि पनि यो पत्रकार समूहले मलाई यस्तो महत्त्वपूर्ण ऐतिहासिक कार्यक्रममा प्रमुख अतिथिको हैसियतबाट आमन्त्रण गर्नुभयो, बोल्ने मौका दिनुभयो र यसको लागि धेरै धेरै बधाई र शुभकामना भन्दै मेरो आफ्नो भनाइ यही अन्त्य गर्दछु। धन्यवाद। धेरै धन्यवाद र सम्माननीयज्यूलाई माएको चुनाव प्रदान गरिदिनका लागि अनुरोध गर्न चाहे एनएफिजी नेपालका अध्यक्ष प्रदीप राज मन्त्रीज्यूलाई। यो उपस्थिति र समग्रमा कार्यक्रमलाई यसरी साथ दिनुभएकोमा धेरै धेरै आभार व्यक्त गर्न चाहन्छु र सम्माननीयज्यूको कार्यक्रम स्थलबाट बिदाई हुँदैछ। उहाँको कार्यव्यस्तताका कारण एकपल्ट जोरदार ताली उहाँको उपस्थिति र बिदाई सँगसँगै। र कार्यक्रमको अन्य केही पाटोहरू बाँकी नै रहेको छ र आजको कार्यक्रमका विशेष अतिथिको साथ हामीसँग रहेकै छ र यसबिचमा हामी एउटा नृत्य प्रस्तुति राख्न चाहन्छौँ र त्यसपछि अन्य गतिविधिहरू सञ्चालन गर्नतर्फ लाग्नेछौँ। प्राप्ति श्रेष्ठको नृत्य प्रस्तुति राख्छौँ। उहाँ सिजन मिडियाको आयोजनामा एसीसँग सम्बन्धित एउटा सौन्दर्य प्रतियोगिता एसी प्रिन्सेसका विजेता पनि हुनुहुन्छ। सो मे बी प्रेजेन्ट प्राप्ति श्रेष्ठ। के हो तेरो त पिराती बस्छ क्या हो। धन्यवाद प्राप्तिलाई। त्यसपछि माएको चुनाव प्रशंसा पत्र र स्पोन्सर्सहरूलाई अनर गर्ने पाटोमा प्रवेश गर्न चाहन्छौँ र यसका लागि कार्यक्रमका विशेष अतिथि माननीय ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री श्री दीपक खड्काजीलाई स्टेजमा आमन्त्रण गर्न चाहे र कार्यक्रमका अध्यक्ष प्रदीप राज मन्त्रीज्यूलाई पनि।
सुदामा डिजाइन एन्ड प्रिन्ट सेन्टरका विशाल चौधरीजीलाई बोलाउन चाहन्छु। भाइब्रेसन मिडियाका विष्णु गैरीजी, सम्पूर्ण कार्यक्रमको भिडियो छायाङ्कन एडिटिङमा सुरेन्द्र श्रेष्ठज्यू भिडियो एडिटरको रूपमा, वरिष्ठ पत्रकार उपप्रधान प्राध्यापक टिपी भूषालज्यू। भनेको भन्दा दृश्य आफै बोल्छ भने जस्तो प्रमाणित हुने खालको पत्रकारिता हो फोटो पत्रकारिता। र फोटो पत्रकारिता बेगार, दृश्य बेगार समाचारहरू अपुरो हुन्छ भन्ने मलाई लाग्छ। हामीहरूले अहिले ग्लोबल वार्मिङ, हिमालमा हिउँ जम्न छोड्यो, डाँडा काँडाहरूमा समस्या भयो भनेर समाचार बनाउँदै गर्दा लेखिएका समाचारभन्दा एउटा हिमालको तस्बिर राखेर नाङ्गिएको हिमाल देखाउनमा आकाश पातालको फरक पर्छ। त्यहाँ बोलिरहनु पर्दैन, भनिरहनु पर्दैन र यसलाई व्याख्या गरिरहनु पर्दैन। यति निष्पक्ष ढङ्गले प्रस्तुत गरिने पत्रकारिताको नाम हो फोटो पत्रकारिता। त्यसो भएको कारणले अलि च्यालेन्जिङ त छ, दुःख छ। व्यावसायिक ढङ्गले पनि समस्या छ। यो पेसा व्यवसाय भन्दा पनि हबीका रूपमा लिएर आफूलाई परेका दुःख कष्टहरूलाई सहेर समाजलाई यथार्थ चित्रण गर्न सक्ने पत्रकारिताको नाम हो फोटो पत्रकारिता। त्यसो भएका कारणले यो अरूभन्दा अलि जटिल छ, अलि फरक छ, अलि साहसी काम गर्नुपर्छ। हामीले जङ्गलमा देखेका बाघहरू पाटे हुन्छन्, यस्ता आकारका हुन्छन् भनेर लेख्दै गर्दा अहिले चुम्बा शेर्पाज्यूको जङ्गलभित्र बसेर बाघको छेउमा गएर खिचेको फोटो कति चुनौतीपूर्ण थियो होला। यसरी पनि हामी अनुमान गर्न चाहन्छौँ र यस दृश्यले हामीलाई सबै कुराहरू बताउन सक्छ र यो निष्पक्ष छ। यसरी पनि हामी भन्न सक्छौँ यसले समाजलाई यथार्थ चित्रण गर्न सक्छ। त्यसकारणले यो अरूभन्दा पृथक छ, जटिल छ। यस्ता काममा लाग्नुभएका तमाम देशभरिका साथीहरूलाई बटुलेर एकै ठाउँ राखेर यहाँहरूले आज जुन पुरस्कृत गरिरहनु भएको छ, दिवसको रूपमा यहाँहरूले जसरी मनाइरहनु भएको छ, यसले उहाँहरूलाई ऊर्जा प्रदान गर्छ, उत्साहित बनाउँछ र यसमा अरूलाई पनि क्रियाशील गराउने तर्फ अझ बढी उत्साहित बनाएर लिएर जान्छ। त्यसका लागि पनि यो महत्त्वपूर्ण यस अर्थमा छ। यहाँहरूको दिवस सफल भएको मलाई अनुभूति लागिराखेको छ यहाँहरूलाई हेरेर। मेरो शुभकामना पनि म यसैतर्फ दिन चाहन्छु। समाजलाई यहाँहरूले आफ्ना दुःख कष्टहरू सहेर यति चुनौतीपूर्ण कामहरू गरेर जुन खालको आफूलाई यहाँहरूले प्रस्तुत गर्नुभएको छ फोटो पत्रकारिता मार्फत, यो जटिल काम भएका कारणले यो बुझ्न सकिन्छ यहाँहरूले साहसी काम गर्नुभएको छ। हिम्मत नहारिकन अझै गर्नुहुनेछ, म शुभकामना व्यक्त गर्न चाहन्छु। यहाँहरूको आजको दिन सफल भइरहँदा भोलिका पिँढीहरूलाई यसले अझ एक स्टेप ऊर्जा थपेको छ भन्न म चाहन्छु, आग्रह गर्न चाहन्छु। परिस्थिति सबै क्षेत्र वर्ग मिलेरै परिस्थितिको सामना गर्ने हो, मुलुक निर्माणमा लाग्ने हो र गलत भाष्यहरूलाई चिरेर लिएर जानुपर्छ। अरू कोही आएर मुलुक बनाइदिँदैनन्। मुलुक निर्माण गर्न तपाईँ हामी सबै हातेमालो गर्नुपर्दछ र यथार्थ परक हुन सक्नुपर्छ। त्यसका लागि पनि यहाँहरू चाहिँ उदाहरणीय हुनुहुन्छ, यथार्थ परक प्रस्तुत गर्न सक्नुहुन्छ भन्ने कुराको अनुभूति राख्दै यहाँहरूलाई म पुनः एकचोटि फेरि
सबै साथीहरूलाई, पत्रकार साथीहरूलाई, खास गरेर फोटो पत्रकारिता गर्नुहुने मित्रहरूलाई हार्दिक हार्दिक बधाई, शुभकामना दिन चाहन्छु। प्रेरणा मिलिरहोस्। अहिलेका दृश्यहरूले र यहाँहरूले पुरस्कृत गरेका व्यक्तित्वहरूलाई हेरेर पनि सबैलाई प्रेरणा मिलोस् भन्ने शुभकामना दिन चाहन्छु र पुरस्कृत सम्पूर्ण व्यक्तित्वहरूलाई हार्दिक धन्यवाद दिँदै, आभार व्यक्त गर्दै आफ्ना भनाइहरू अन्त गर्ने अनुमति चाहन्छु। हस्त, धन्यवाद, नमस्कार, जय नेपाल। र कार्यक्रमका अध्यक्ष प्रदीप राजवन्द्रजीलाई पनि स्टेजमा आमन्त्रण गर्न चाहन्छु र केही मागेको चिन्हहरू हामी फेरि वितरण गर्न चाहन्छौँ। आजको कार्यक्रममा अतिथिको रूपमा हामीलाई साथ दिनुभएको र उपस्थितिका लागि राष्ट्रिय समाचार समितिका अध्यक्ष श्री धर्मेन्द्र झाज्यूलाई मागेको चिन्ह ग्रहण गर्न स्टेज अनुरोध गर्न चाहे। यसै गरेर ललित कला प्रज्ञा प्रतिष्ठानका कुलपति श्री नारदगरी हार्तम छालीज्यूलाई पनि अनुरोध गर्न चाहन्छु मागेको चिन्ह ग्रहण गर्नका लागि। यसै गरेर राष्ट्रिय भलिबलका मुख्य प्रशिक्षक रहनुभएका जगदीश प्रकाश भट्टज्यूलाई पनि अनुरोध गर्न चाहन्छु। उपस्थितिको लागि धन्यवाद दिँदै र उहाँको उपस्थिति अन्तसम्म रह्यो र यो कार्यक्रम सफल भएको संज्ञा पनि उहाँको अन्तिम उपस्थितिसम्मको लागि पनि हो र सम्पूर्ण फोटो पत्रकार समूहको तर्फबाट र राष्ट्रिय फोटो पत्रकारिता दिवसको यो आयोजनामा यहाँको उपस्थितिलाई धन्यवाद सहित यो मागेको चिनो माननीय दीपक खड्काज्यू, एनएफपिसी नेपालका अध्यक्ष प्रदीप राजवन्द्रज्यूबाट र कार्यक्रम सम्पन्न भएको संज्ञा सँगसँगै सभापतिको तर्फबाट मन्तव्य राखिदिनका लागि यस सभाका अध्यक्ष र एनएफपिसी नेपालका अध्यक्ष प्रदीप राजवन्द्रज्यूलाई अनुरोध गर्न चाहन्छु। धन्यवाद उद्घोषक मित्र रोजिन साकेज्यू। आजका यस कार्यक्रमका प्रमुख अतिथि यहाँबाट हामीबाट बिदा लिएर गइसक्नु भएको छ र आज हामीसँग मञ्चमा हामीलाई अन्तिम समय साथ दिनको लागि विशेष अतिथि ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री माननीय दीपक खड्काज्यूको हामी माया र आतिथ्य पाइरहेका छौँ र यसै गरी यस कार्यक्रममा उपस्थित हुनुभएका नेपाली सेनाका जनसम्पर्क तथा सूचना निर्देशनालयका महासेनानी हरि विश्वकर्माज्यू, त्यसै गरी राष्ट्रिय समाचार समितिका अध्यक्ष मेरा गुरु धर्मेन्द्र झाज्यू, त्यसै गरी ललित कला प्राज्ञ प्रतिष्ठान कुलपति नारदमदी हातम छालीज्यू, त्यसै गरी सञ्चारिका समूहका अध्यक्ष कमला पन्थीज्यू, नेपाल फोटोग्राफर महासङ्घका महासचिव दिगम्बर राजवंशीज्यू, त्यसै गरी काठमाडौँ फोटोग्राफर सङ्घका अध्यक्ष हरिप्रसाद घिम्रेज्यू र यस कार्यक्रममा उपस्थित हुनुभएका यस संस्थाका पूर्व अध्यक्षज्यूहरू, त्यसै गरी यो कार्यक्रमलाई निष्पक्ष र निर्णायक मण्डलको भूमिकामा हामीलाई साथ सहयोग हौसला दिनुहुने निर्णायक मण्डलज्यूहरू, अन्य अतिथिवर्गज्यूहरू, त्यसै गरी यस संस्थाका आजीवन सदस्यज्यूहरू र एनएफपिसी नेपालका जिल्ला शाखाका अध्यक्षज्यू लगायत प्रदेशका अध्यक्षज्यूहरू, साथसाथै यो कार्यक्रममा फोटो भिडियोको रूपमा सहकार्य काम गर्ने मेरा सहपाठी सहकर्मी साथीहरू, स्थापना भएको यो 27औं वर्षको अवसरमा राष्ट्रिय फोटो पत्रकार समूहले यसरी यो कार्यक्रम यहाँहरूको बिचमा आज सम्पन्न गर्न पाउँदा मलाई साह्रै खुसी लागेको छ र 1 महिनाको अहोरात्र मेहनत र यो छेड र आज यो छेडमा यहाँहरूको बिचमा यो साथ पाइरहँदा मलाई यो कार्यक्रम पूर्ण रूपमा सफल भएको विश्वास लागेको छ र भोलिको दिनमा पनि यहाँहरूले फेरि यसै गरी साथ माया र हौसला दिनुहुन्छ भन्ने मैले विश्वास पनि लिएको छु र राष्ट्रिय फोटो पत्रकारिता अवार्ड 2025 कार्यक्रम आज हामी 5औं संस्करणको यो अन्तिम क्षणमा उपस्थित भइसकेका छौँ र हामीले 2073 सालमा यो कार्यक्रमलाई स्थापना गरेर आज हामी यो 10 वर्षको अन्तरालमा 5औं संस्करण बिचमा हामी कोभिडको कारणले केही समय काम गर्न सकेनौँ। साथसाथै हाम्रो संस्था आर्थिक रूपमा अलिकति सक्षम नहुँदा यो कार्यक्रमहरूलाई प्रत्येक वर्ष गर्ने कार्यक्रम हामीले यस वर्ष 2 वर्षको अन्तरालमा फेरि पनि गर्न गइरहेका छौँ र हामीलाई थाहा छ हामी संस्थागत रूपमा यो संस्थालाई आज 28औं वर्षको सङ्घारमा प्रवेश गराउँदा हामी आर्थिक चपेटामा पर्छौँ। तथापि हामी फिल्डमा दिनरात फोटो पत्रकारिता गर्ने हिँड्ने साथीहरू, जो साथीहरू आफूलाई जागिरको भरमा यो काठमाडौँको यो महँगीमा बाँच्नुपर्ने बाध्यता पनि यहाँलाई थाहा छँदैछ। तथापि पनि हामीले हाम्रो उब्रेको समयलाई केही हदसम्म संस्थागत रूपमा यो संस्थालाई जीवित पार्नुपर्छ र संस्थालाई केही अगाडि बढाउनुपर्छ भन्ने उद्देश्यले नै यो कार्य समितिले यो कार्यक्रम आयोजना गर्न सक्नु र आज यहाँहरूको बिचमा यो कार्यक्रम सम्पन्न गर्न पाउँदु हाम्रो लागि यो सौभाग्यको कुरा पनि हो र भोलिको दिनमा हामीले हाम्रो फोटो पत्रकारिता मार्फत राज्य र जनतालाई सुसूचित गर्ने
जुन क्षणहरू कैद गर्ने अवसरहरू फेरि पनि हामीले प्राप्त गर्नेछौँ र त्यो प्राप्त क्षणहरूलाई हामीले जनतामा सूचित गर्ने अधिकार सहित हामी निष्पक्ष ढङ्गबाट फेरि पनि फोटो पत्रकारिता गर्ने छौँ भन्ने विश्वास दिलाउन चाहन्छौँ। र सूचना प्रविधि र इन्टरनेटको माध्यमबाट हामीले जुन समाचारहरू अहिले तत्काल तपाईँले मिडियामा देख्न सक्नुहुन्छ। अहिले जतिखेर कार्यक्रम भयो 2 मिनट 1 मिनटभित्रमै मोबाइलको माध्यम प्रविधिको माध्यमबाट समाचारमा फोटोको प्रयोगहरू बढ्दै गएको पनि अहिले देख्न सक्नुहुन्छ। समाचारकोमा फोटो बिनाको समाचार अहिले सायद तपाईँहरूले पढ्दाखेरि खल्लो पो लाग्न सक्छ र भइरहेको पनि छ। र यो प्रविधिहरूलाई हामीले मध्यनजर गर्दै हामी सम्पूर्ण फोटो पत्रकार साथीहरू पनि यो खर्चिलो प्रविधिलाई अपनाउन साह्रै असमर्थ छौँ। त्यसकारण संस्थाले विगतको वर्ष जस्तै गरेर हामीले हाम्रो फोटो पत्रकार साथीहरूलाई टेक्निकल रूपमा र फोटोको क्यामेरा खरिदको लागि ग्लोबल आइएम ब्याङ्कसँग हामीले सम्झौता गरेका छौँ, जसमा हामीले बिना धितो 5 लाखसम्मको क्यामेराहरू किन्न सक्ने क्षमता हामीले विकास गरिसकेका छौँ। त्यसलाई सम्पूर्ण फोटो पत्रकार साथीहरूलाई त्यो अवस्थालाई प्रयोग गर्न हुन पनि म यो स्टेजबाट अनुरोध गर्न चाहन्छु। र यो कार्यक्रममा हामीलाई आफ्नो अमूल्य समय दिएर उपस्थित हुनुभएका सम्पूर्ण अग्रज फोटो पत्रकारहरू, त्यसै गरी यहाँ उपस्थित हुनुभएका आजका विशेष अतिथिज्यू र पूर्व अध्यक्षज्यू लगायत निर्णायक मण्डलज्यूहरू सम्पूर्ण र अन्य पत्रकार साथीहरू र फोटो पत्रकार साथीहरूलाई मेरो व्यक्तिगत तर्फबाट संस्थागत तर्फबाट यहाँलाई फेरि धन्यवाद सहित यो कार्यक्रम आज यहीँ समापन भएको घोषणा गर्न चाहन्छु। र हामी खाजाको व्यवस्था छ, यहाँले सम्पूर्णले खाजा खाएर गइदिन हार्दिक अनुरोध गर्न चाहन्छु र कार्यक्रम यहीँ समापन भएको घोषणा गर्छु। धन्यवाद, नमस्ते। कार्यक्रमको घोषणासँगै यो कार्यक्रम सम्पन्न भएको छ र यहाँहरूलाई जलपानको व्यवस्था सँगसँगै कृपया यस सभा हलको देवीपट्टि बाहिर प्राङ्गणमा राखिएको हाइजीमा आफूलाई सहभागी सरिक गरिदिन अनुरोध गर्न चाहन्छु। धन्यवाद।